मायाको संसार मायाले चल्छ, धन आज किन तगार बन्छ। मायाको संसार मायाले चल्छ, धन आज किन तगार बन्छ। भेदभावको कस्तो स्थिति, भेदभावको कस्तो स्थिति। परिस्थिति ओ परिस्थिति, परिस्थिति ओ परिस्थिति, परिस्थिति ओ परिस्थिति, परिस्थिति ओ परिस्थिति। धनको मतले मातेर हिँड्ने, स्वार्थको भावले आत्मा नचिन्ने। धनको मतले मातेर हिँड्ने, स्वार्थको भावले आत्मा नचिन्ने। यो कस्तो स्थिति, परिस्थिति ओ परिस्थिति, परिस्थिति ओ परिस्थिति, परिस्थिति ओ परिस्थिति, परिस्थिति ओ परिस्थिति। त्यसरी पिर लिएर हुँदैन बुढी। छोरीको भविष्यको लागि भने पनि हामीले त्यति त्याग त गर्नै पर्यो। त्यही पनि छोरीको जात, भोलि गोत्रै फेरेर पठाउँदा त हामीले सहनुपर्छ। अब नेपाल आएर एकैचोटि बिहे गरेर जाने कुरा छ। उसको बा आमाको चाहिँ आउन नमिल्ने भयो। त्यसैले नेपालमा आएर हाम्रै गाउँमा बस्ने कुरा छ। साथी 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 भन्यो, कहिलेकाहीँ त साथी भन्दा नि माथि सोच न। इरिटेट नपा, गएँ म। मेरो रिसले बिहे गर्छु त भन्नुभयो शान्तिमाया, तर आफूले जिद्दी गरेर लिएको निर्णयले पछि आफैले दुःख पाउनुभयो। सुख पाउनु भनेको आफ्नो भाग्यको कुरा हो। बुम साका साका बुम बुम, साका साका बुम साका बुम, साका बुम बुम, साका साका बुम बुम, साका साका बुम, साका बुम, साका बुम बुम, साका भान्जी कहाँ जानुभयो भनेको त यहाँ बच्चाहरू सबै खेलिरहनु भएको छ। बिहा गरेको दुईटा बच्चा पाइसक्थ्यो। आफू त डाइटिङ बसेको मान्छे, केही काम गर्नै हुँदैन। लग हात खुट्टा कामी रहेछ। हुन त हो नि, तर तिनीहरूले एउटा एउटा बाहना पारेर हामीलाई दुःख दिनै छोड्दैनन्। कतै छोरी सहर गएको थाहा पाएर पो बोलाएका हुन् कि। तेरो कुरा सुनेर नि मलाई त अचम्म लाग्छ भने। अब पहिला पो उनीहरूको ऋण हामीले तिर्नुपर्ने थियो र एउटा न एउटा बाहना बनाएर हामीलाई फुत्किन दिँदैन थियो। सकेछौ है तिमीहरू? यत्रो वर्षदेखि लिएको ऋण अहिले आएर तिरे भन्दैमा भोलिका दिनमा फेरि ऋण चाहिँदैन भन्ने नसोच। तेरो घरमा पनि हुर्केकी बढेकी तरुनी भएकी छोरी छे। कति कराउँछ यो? तैँले बोल्दाखेरि आजको लागि मात्रै हेरेर बोल्छु, मैले बोल्दाखेरि पछिसम्मको लागि हेरेर बोल्छु। भविष्यमा केही परिहाल्यो भने दुई थोपा आँसु झारेर भुतभुत आए पुगिहाल्छ तँलाई। भाइबरको व्यवहार मैले गर्ने हो। हजुर जस्तो बुझ्ने बाठो कोही जन्मेको छैन यो संसारमा। नबुझ्ने नपो बुझाउन सजिलो हुन्छ। बुझेर नि बुझ पचाउनेलाई कसरी बुझाउनु मैले? बुढालाई त
कस्तो भान्जीलाई अगाडि राखेर एक्लै गम गम फलफुल खाइरहेको। मैले भान्जीलाई अगाडि राखेर खाएको हो र? कस्तो टेढो टेढो कुरा गरिरहेको क्या? भान्जीलाई खान बेला खाइहाल्नुहुन्छ नि। तै पनि म डाइटिङमा भएर यो फाल्टु खाएको हो। तँसँग कुरा गरेर कसले जित्न सक्छ र? मलाई अफिस जान ढिलो भयो, हिँड खाना पस्किदियो। भान्जीले पस्किन्छन्। जानु भान्जी, खाना पस्किनु। म नानीले लिएर आउँछु, त्यसलाई पनि स्कुल जानु ढिलो भयो। तपाईँको माइजू साह्रै अल्छी छिन्, त्यही भएर तपाईँलाई काम हराएर गई पर्दैन, म आफै पस्केर सुन्छु। पर्दैन मामा, यति कपडा पट्याएर म पस्किदिइहाल्छु नि। भान्जी, तपाईँलाई यो सहरको बसाइ कस्तो लागिरहेछ? राम्रो लागिरहेछ मामा। हुन त भान्जी कहीँ घुमाउन लान पाएको छैन। आज म अफिसबाट चाँडै आयो भने घुमाउन लिएर जाउँला है। हुन्छ मामा। भान्जी कपडा पछि पट्याउला, खाना खानु जाऊ। हस् मामा, हजुर जाँदै गर्नु म आएको। ल हनुमन्ते, यो पैसा लगेर समात न, फर्निचर लगेर दिनु। अनि के कति बाँकी रहन्छ त्यो पैसा पछि तिर्नु। खर्च अलि ठुलो बनाउन लाउनु है। सुनिस् त हनुमन्ते, आजकलका केटाकेटीलाई लाज भन्ने नै नहुने। खर्च अलि ठुलै बनाउनु लगाइदिए है। ले बनाउन लागेको छु कुबेर साहब, 4 जना सुते पनि पुग्छ। हजुर, म एकछिन बाहिर गएर आउँछु। तैँले यो घरका सबै मान्छेलाई राम्रोसँग चिनेको छस्। कसलाई के मन पर्छ र को कस्तो छ भन्ने कुरा मलाई भन्दा धेरै तँलाई थाहा छ। त्यसैले त तँलाई अहिले घर नजा भने। यस्तो अवस्थामा त घर गएको भए मेरो त हातै भाँचिन्थ्यो। के भयो हनुमन्ते, आजकल त धेरै निराश देखिन्छस् नि। घरतिर आमा बुवा सन्चै त हुनुहुन्छ? होइन कुबेर साहब, सबै ठिकै छ। आमा चाहिँ अलि बिरामी हुनुहुन्छ, तर हजुरले पिर लिनु पर्दैन। म शान्तिमायाको बिहेपछि मात्र घर जान्छु। ल ल, मैले दिएको पैसाबाट अलिकति घरतिर पनि पठाइदिनु। नपुगेको पैसा 2-4 दिनपछि म दिन्छु। हस् कुबेर साहब, म पनि त्यहाँ फर्निचर पसलसम्म यसो पुगेर आउँछु। ओए, कस्तो नुन खाएको कुरा जस्तो झोल झोक्रा बस्या? ल एक कप तन। म तान्दिनँ। ल ल तन। जिन्दगी पनि यो चुरोट जस्तै भइसक्यो यार। जति ताने त्यति घट्छ, जति ताने त्यति घट्छ। तँ मलाई किन सेन्टी भइरहेको? के भयो तँलाई? त बुझ्दैनस् मेरो कुरा। पहिला कति केटीहरू मेरो पछि लाग्थे, म त्यो शान्तिमायाको पछि लागेर थाकिनँ। अब न त्यो शान्तिमाया मेरो भए, न त पहिला पछि लाग्ने केटीहरू अहिले छन्। त्यही मुला जाऊ एउटा केटीको लागि सेन्टी भएर बसेर रहेछ। म त के नहोला भन्ठाने। साला तँलाई जाबो लाग्ला नि। आफूलाई यहाँ कस्तो भइरहेछ तँलाई के थाहा? चिन्ता नगर, त्यो मुना महेशङ्गलको छोरी गाउँमा गयो थाहा पाउलास् नि। थाहा पाएको थिएँ। अनि के छ त विचार? आँट्ने हो? आँट्नै पर्दैन। त्यो केटी पनि मेरो पहिला कति पछि लाग्थ्यो। जात नमिल्ने भएर मैले बाल नदिदिएको। बुद्धि मरु कसो गर भने यही हो। तँलाई बिहे गर भने हो र यसो टाइम पास गर्न त भइहाल्छ नि। त्यो बारेमा त मैले सोच्दै नसोचेको यार। त्यही भएर त मुला बुढापाकाले बुद्धिमानीको सङ्गत गर्नु भनेको त। ए ठुलो कुरा नगर, बरु जाउँ उनलाई भेट्न जाउँ। जाउँ जाउँ जाउँ।
भयो किन टोलाएर बसेको? के हो दाइ, मैले ज्वाइँभन्दा अगाडि भाउजू पाउँछु क्या हो? के हो, केही छ कि क्या हो? त्यस्तो केही पनि होइन, एकछिन एकान्तमा बस्नु मन लाग्यो। मलाई 2 दिनको लागि सहर जानुपर्ने काम थियो। यहाँ घरमा बहिनीको बिहेको कुरा चलिरहेछ, यस्तो बेलामा त चाहिँ कहाँ सहर जाने कुरा गरिरहेको? एक्जाम फर्म भर्नुपर्ने थियो दाइ, म मिलेसम्म एकै दिनमा काम सकेर आउँछु दाइ। होइन भने दोस्रो दिनको बेलुका जसरी पनि घर आइपुग्छु। ल ल, अब इक्जाम जस्तो कुरामा हेलचेक्रै गर्ने कुरा भएन। अनि साँच्ची बुवा हजुरसँग कुरा गरिस् त? छैन दाइ, तपाईँ भन्नु न। ल ल, म भनिदिन्छु, लिन अहिले घर जाउँ। के गरे होला? यो बुढेसकाल लाग्दै गएपछि कस्तो मति बिगारेको होला? यत्रो वर्षसम्म छोडेको चिज फेरि कसरी के मजाले खानु भएको होला? अलिकति थियो बढी अलिअलि खाँदै गरेको के तना भयो तिमीलाई? यस्तो किन यस्तो बिग्रेको? अब छोरी घरमा छैन, अब छोरीको साह्रै चिन्ता छ। अब बाँकी तेरो के डर मलाई? छोरी घरमा छैन मलाई यसरी खाने हो त? बाटोमा मान्छेले देख्यो भने के भन्लान्? तिम्रो इज्जत कहाँ गयो? के भयो? धेरै नकरा, तेरो माइती खाइले हो? तेरो माइतीको खाएको काकाले हेर न कस्तो बिजो गरेछन्, मान्छेले के भन्यो? मेरो घरमा यही बस्ने मान्छेले देख्यो भने के हुन्छ? तिमीलाई थाहा नभएको कुरा त कति छ कति नानी। सबै कुरा मनभित्र लुकाएर राखेको छु नानी। मेरो छोरी नभएदेखि यो घरमा अलक्षिणी लागेको छ। म जान्छु, म मेरै राधा भाइ तसँग त मलाई 1 2 3 वाला बस्नु मन छ। जस्तो अलक्षिणीसँग म भन्दैन, म मेरै राधा भाइ जान्छु। मेरो बुढी हो, जान्छु म। तसँग मलाई एकछिन पनि बस्नु मन छैन। त्यो एउटा छोरी हो, त्यो छोरीको मायाले अडिएर बसेको, तेरो त मलाई अनुहार पनि हेर्नु मन छैन। काकाको पहिला नै बिहा भएको रहेछ। मैले त सपनामा पनि सोचेको थिइनँ काकीसँग काकाको दोस्रो बिहा हो भनेर। कस्तो थाहा नै नपाई मैले मालतीलाई मन पराउन थालेछु। कहिले पनि सोचेको थिइनँ मैले पनि कुनै केटीलाई यति धेरै माया गर्छु भनेर। मालतीले गाउँ छोडेर गएदेखि जहाँ हेऱ्यो त्यही मालतीलाई मात्र देख्छु। यो के भइरहेको छ मलाई? खै के भएको भन्नु, सायद यही प्रेम होला। मैले सहर गएर मालतीलाई भेट्नै पर्छ। दाइलाई म किन सहर जान लागेको भन्ने कुरा भनिदिउँ कि क्या हो? मलाई तसँग एउटा कुरा गर्नुपर्ने थियो।
मलाई पनि तपाईँसँग एउटा कुरा गर्नुपर्ने थियो दाइ। हेट तेरिका, त भाइ होस्, त पहिला भन्न। होइन, के कुरा गर्दैछ यी दाजुभाइहरू? भाइलाई सहर जानुपर्ने काम परेको रहेछ बुवा हजुर, त्यही विषयमा कुरा गर्दैछौँ। कस्तो बेला न कुबेला बचिनीको मेला जस्तो कुरा गरेका तिमीहरूले। घरमा यतिका धेरै काम छन्, केही दिनमा केटा आइपुग्ने कुरा छ, पछि गए पनि त हुन्छ नि। होइन बुवा हजुर, इक्जाम फर्म भर्नुपर्ने भएर जान लागेको हो, बरु एकै दिनमा आउँछ। ए, एकै दिनको लागि हो भने त गएर आयो भइगयो नि। जिन्दगी नै झन् भइसक्यो यार। बिहान उठ्यो, खायो, सुत्यो, रमाइलो नाममा केही छैन यार जिन्दगी। ओ हेलो, के भयो? बाटोमा एक्लै बोलिरहेको उसको के हो? होइन, एउटा फिल्मको अफर आएको थियो, त्यही भएर डायलग रट्दै हिँड्यो नि। जिन्दगी हावा गफ गरेरै जाने भयो है? यसो रमाइलो नि। साँच्चै तिमीसँग एउटा कुरा गर्नु थियो। के कुरा? त्यो गुलेली होइन, पहिला आफ्नो लागि सेटिङ गर्ने ट्राई गरौँ कि क्या हो? ओ हेलो, के सोचा? गुलेली के? केही पनि होइन, त्यो फटामुला गुलेलीलाई मैले देखेकै छैन, तिमीले देख्यौ कि भनेर सोध्या नि। हावा छैन, मैले कसैलाई देखेको। गएँ म। त्यो त बम छ यार, आफैलाई मिलाउन पाएन के सोचेँ होला मैले फेरि। साँच्चै गुलेली चाहिँ कहाँ मरेछ? नजिक पनि धेरै हो, यसै घरतिर जानु पर्यो। अहिले घर गएर सुन्नुपर्छ ल, आन्टीले किन्दै भन्नुहोस् ल। लौ न, घरमा चाबी पो लाएर छ। अघि छोरी लिन जाँदा भान्जी घरमै थिइन्, अर्काको नासो तलको पासो भने ए मैले पढ्दैन भन्दा लिएर आउनु भयो। तरुण केटी पैसा भागी थिए। मायाको संसार मायाले चल्छ, धन आज किन तगारो बन्छ। मायाको संसार मायाले चल्छ, धन आज किन तगारो बन्छ। भेदभावको कस्तो स्थिति, भेदभावको कस्तो स्थिति। परिस्थिति परिस्थिति ओ परिस्थिति, परिस्थिति ओ परिस्थिति, परिस्थिति ओ परिस्थिति। धनको मतले मातेर हिँड्ने, स्वार्थको भावले आत्मा नचिन्ने। धनको मतले मातेर हिँड्ने, स्वार्थको भावले आत्मा नचिन्ने।